केपीजी नमस्कार, के छ? के हुनुहुन्छ? आराम आराम। के छ प्रचण्डजी? एकदम ठिक छ। भलाइ कुसारी हुन्छ? प्रणाम हजुर। प्रणाम एकदम एकदम ठिक छ। अब तपाईलाई यहाँ बोलाउनुको कारण मुख्य कारण यो छ कि अब हाम्रो शासनकाल सकिहाल्छ। बुझ्नुभएछ? हाम्रो शासनकाल सकिहाल्छ। तपाईँ राम्रोसँग बोल्नुहोस् न। अर्काको भाषा नचुर्नुहोस् क्या तपाईँ। तपाईँको यही कारणले गर्दा गइहालेछ। तपाईँको स्पष्ट भाषा बोल्नु सक्नुहुन्न। हाम्रो भाषाले हेर्नुहोस् त प्रचण्डजी। ए उहाँले हेर्नुहोस् न, हाम्रो मधेसी भाषाले जिस्काउनु भएछ उहाँले। जिस्काइराखेको छ उसले। अँ। यो हो अँ। अलि जिस्काइराखेको छ। बढी बोल्नुहोस् त, बत्रा नहुनुहोस्। बत्रा हो कि बर्ता हो त्यो? अब हेर्नुहोस्, हजुर हाम्रो शासनकाल सकिहाल्ने जस्तो छ। देख्नु भएछ? अच्छा मेरो त केही होइन हजुर, उहाँको हेर्नुहोस् न कस्तो बेजत छ रे। बाप रे, थुक हामी थुकिहाल्छ उहाँलाई देखेर। बिचराको त्यो भैँसीको माथि उहाँको मुन्टु राखिदिन्छ। बिहान बिहान न्युजमा न्युज हो कि न्युज हो, त्यसमा उहाँ केपी मर्यो, केपी पोटो मर्यो भनेर म धेरै सुनिलिएछु। सुन्नुभएछ उहाँले? उहाँको बहुत हालत खराब छ। हामी आएन, हामी प्रचण्ड भइदिएर त हाम्रो के हालत गर्थ्यो? सरी प्रचण्ड होइन, हामी प्रधानमन्त्री भएर के हालत गर्थ्यो हाम्रो? बहुत हामी त गइहालेछ। कस्तो छ उहाँको? बाप रे बाप, हाम्रो त यस्तो छैन। तपाईँको छ? तपाईँको छैन। तपाईँको हुन लागेको छ। तपाईँले सतर्क हुनुपर्छ। हल्का 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 होइन, धेरै भइहालेछ। धेरै भइहाल्यो। मेरो भएको छैन, म सोच्छ छु। सोच्छ। बालेले मेरो ठाउँ कब्जा गरिहालेछ। अब काठमाडौँको मेयर भइसक्यो, के गर्ने हो? के छैन। म गराउँ सबै म सानोमा तपाईँ कति क्लास पढ्नु भएछ? 8 क्लास हो। म 8 क्लासमा, तपाईँ 7 कुरा गर्नुहुन्छ? ए हामी 2 क्लास पढेको मान्छे त हामी सत्तामा आइसकेछ। तपाईँहरू त देश खानुपर्ने हो या त्यतिका के गर्नुभएछ? काम छैन तपाईँहरूको, शासनकाल सकिहाल्छ। मेरो हुन्छ जस्तो छ। अब 36 यो हावाहुरी कुरा हुँदैन, हामी पोइन्टमा है त नेताजी। हामीले यसलाई रोक्नको लागि यहाँ त एउटा मजेदार आइडिया छ। बहुत खतरा आइडिया छ, बहुत खतरा। त्यस्तो आइडिया त यो नेपालमा कसँग छैन के? कस्तो आइडिया? तपाईँ 1 वर्ष अगाडि केपीजी हेर्नु होइन? केपीजीले 1 वर्ष अगाडि टिकटक बन्धन गएको थियो, ब्यान्ड गर्नुभएको थियो। ब्यान्ड हो कि ब्यान्ड? ब्यान्ड। उहाँले ब्यान्ड गर्नुभएको थियो होइन? सुनिलिएछु मैले। मैले सही त भनिरहेछु। उहाँले सोसल मिडिया ब्यान्ड गर्नुभएको थियो पहिला। अहिले पनि हामीले त्यसलाई के गर्ने भने सबै हाम्रो पर्दाफास हुने त यो फेसबुक र युट्युबले गर्दा हो नि। युट्युब हो कि युट्युब हो त्यो, त्यसले अब त हाम्रो पर्दाफास भएको हो। हामीले के अप्नाउनु पर्छ भने, के जाल लाउनु पर्छ भने, हामीले त अब यसले कुरा सुन्नुहोस् न, हामीले त अब यसलाई के गर्ने भने अब उसले अफ गरिदिने। युट्युब फेसबुक लगायत लगभग 24-25वटा प्लेटफर्मले अफ गरिदिने कि। अब त्यसो अफ गरेपछि त यी नेपालीहरू त यो के अरे के भन्दा त यो समाचार बिहीन हुन्छ, नेट बिहीन हुन्छ, मिडिया बिहीन हुन्छ कि केही ठाउँ नै सब लाललाटी हुन्छ। यस्तो सोचिलिएछु। लाललाटी यस्तो हुन्छ नि, सब फेसबुकले बिगाडेको होइन भन्नुहोस् त नेताजी। तपाईँ त प्रचण्ड भन्छ, उहाँको नाम मात्र आउँछ। तपाईँ त प्रधानमन्त्री हुनु अरे, तपाईँको त पुरै पावर छ होइन? उहाँको हातमा त नेपाललाई कब्जा गर्ने छ। एनसीसी ल्याउनु भएको होइन उहाँले? देश बेच्नु लाग्नुभएको। त्यस्तो हामीलाई भन्दा त उहाँलाई मार्छन्। शेरबहादुर आज आउनुभएको छैन, किन आउनुभयो? उहाँको बुढापन लागिसकेको छ। हामीलाई होइन, उहाँलाई मार्छन्। एनसीसी गर्ने उहाँ अमेरिका हो कि अमेरिकालाई बेचिदिने हाम्रो देश, त्यस्तो सोच्नु भएछ उहाँले। आँट गर्नुभएछ, उहाँलाई त मार्छन्। नयाँ हेर्नुहोस् यता बोल्नुहोस् कि लाललाटी जस्तो नहुनुहोस् तपाईँ। तपाईँको अन्त्य गरेर गणतन्त्रको स्थापना गरे। अशान्ति थियो, शान्ति बनाए। थिएन, सरकारमा थिएन, 2/3 बहुमतले भोटिङबाट पनि अगाडि गए। तर त्यहाँ सबै ठाउँमा जाँदाखेरि विभिन्न किसिमका तपाईँको कारणले गर्दा मलाई पनि त्यहाँ असफल बनायो। र अहिले भन्नुपर्दा सायद मलाई त्यो केपीजीकै कुरा गर्नुहुन्छ भने सरकारबाट मलाई बाहिर पठाउनु भयो, आफू भित्र बस्नुभयो। केपीजी त्यस्तै हुनुहुन्छ, हेर्नुहोस् उहाँलाई मारिदिनु पर्छ। मैले त मेरो दोष के छ? जानुस् त उता गनेर मजाक गरेको केपीजी नजर्किनुहोस् है। मेरो दोष के छ भन्नुहोस् त? म सरकारमा पनि छैन। अहिले जेन्जीको फेला सायद पर्छन् जस्तो पनि नचोकिनुहोस्, हेर्नुहोस् आफू नचोकिनुहोस्। कुरा बुझ्नु न, कुरा सुन्नु न पहिला मेरो।
तपाईले त मार्नु भएको मान्छेलाई जग्गा मान्छे त मैले मारेको कहाँ हो त व्यवस्थाले मारेको हो मैले मारेको छु सोसियल मिडियाहरू त्यो बन्द गर्ने कुरा त म गर्छु तपाईँहरूले भनिहाल्नु भयो होइन हामीले यो म नि यस सोसियल मिडियामा तपाईँले मलाई साथ समर्थन दिनु पर्यो अब दिइहाल्छु नि कस्ता कुरा गर्ने दिनु भएछ। पर्यो नि दिनु पर्यो हामी तिनजना मिलेर गरिहाल्यो म भनिहाल्छु ठिक छ तपाईले त्यही गर्नु त्यही प्रक्रियामा लाग्नुहोस् ल हस् त हस् त हस् त ल। हस् त हस् त, हस् त। हस् त ए, डोके डोके ढुके अब यो ढुके हाल्छन् कस्तो कुरा रहेछ होइन हाल्छन् के लो के समस्या आइरहेछ नमस्कार दर्शक वृन्द के तपाईँहरूलाई थाहा छ आजबाट फेसबुक लगायत 24-25वटा प्लेटफर्म बन्द हुने अथवा ब्यान हुने समाचार आएको छ टिभी भाइलाई तपाईँ के भन्न चाहनुहुन्छ अर्को भिडियोमा भन्नेछौँ नमस्कार यस्तो अब यो केही पनि होइन हामीले मारिदिनुपर्छ क्या जस्तै रिस गर्छ क्या पारा यो त्यहाँ अब हामीले आन्दोलन गर्छ सब केटाले खेल्छ आन्दोलन सब सब नेपाली नेपाली सब सर्वप्रथम नमस्कार जेन्जी पुस्ताहरू अब तपाईँहरूलाई यहाँ बोलाउनुको मुख्य कारण यो छ कि अब यो हाम्रा यो वर्तमानका भ्रष्टाचारी करप्सन खाने नेताहरू आज तपाईँले नै सुन्नुभएको होला न्युज होइन सोसियल मिडिया बन्द गर्ने सोसियल मिडिया बन्द गरेपछि त हाम्रो त्यो घर उजाडे जस्तो भयो अहिलेको त एआई जमाना होइन एआई आर्टिफिसियल इन्टेलिजेन्स जमाना हो अब अहिलेको सरकारलाई हामीले ढलाउनुपर्छ सबलाई सकाइदिनुपर्छ उनीहरूको शासनकाल हामी सकाइदिनुपर्छ हामीले अब ठाउँबाट हरेक प्रदेश जिल्ला नगरपालिकाबाट सबैले एकजुट भएर हामीले आन्दोलन गर्नुपर्छ हामीले यति छोटो बलिदान दियो भने हाम्रा पुस्ताहरूलाई केही सहज हुनेछ देश विकास हुनेछ र सबैलाई अहिले देशबाट बाहिर जानुपर्ने आवश्यक हुँदैन यी नेताहरूले गर्दा हामीले अहिले देश बाहिर गएर काम गर्नुपर्छ अर्को देशको गुलाम हुनुपर्छ ल म यति भन्दै हाम्रो आनन्द उपाध्यायजीलाई बोलाउन चाहन्छु हिमाल लस्कर उपाध्यायलाई आफ्नो मन्तव्य राखेर जानुभएकोमा यो उहाँले भन्नुभएको एकदमै सही कुरा हो हाम्रो देशमा सोसियल मिडिया बन्द भएर पुरै नेपाल अन्धकार जस्तो भएको छ ल उहाँले भन्नुभयो यो सोसियल मिडियाको बन्द गरेको आवाज उठाउने भन्नुभयो उहाँले एकदमै सही कुरा गर्नुभयो उहाँलाई म धेरै धन्यवाद दिन चाहन्छु उहाँले आफ्नो लागि मात्र भन्नुभएको होइन यस नेपाल देशमा छरिनुभएका सबै जनताहरूको लागि देश विदेशमा रहनुभएका जनताहरूको लागि भन्नुभएको हो उहाँलाई म धेरै सम्मान गर्न चाहन्छु मेरो यो भनाइ यति हो उहाँलाई सम्मान गर्दै यहाँका प्रमुख अतिथि दिलीप रावलजीलाई यस मञ्चमा आउन अनुरोध गर्दछु नमस्कार धन्यवाद कस्मजीलाई हामी यो आजको यो कार्यक्रममा यो धेरै वक्ताहरूले जो भन्नुभयो हामी सबै एकजुट भएर तपाईँको आन्दोलन गर्नुपर्छ देशलाई परिवर्तन गर्नुपर्छ हामी केही हाम्रो सोच पुरा नभएसम्म गरिब जनताको सोचलाई पुरा नभएसम्म हामी निरन्तर रूपमा लड्नेछौँ भन्ने जो तपाईँहरूले बाचा गर्नुभएको छ त्यो बाचा अनुसार हामी त्यो लडाइँमा जानुपर्ने हुन्छ र देशैभरिका गाउँदेखि सहरसम्म तपाईँले हामीले एकजुट भएर आन्दोलनको कार्यक्रमलाई अगाडि बढाएर हामी तपाईँको यो सरकारी निकायहरूलाई जो जति अन्याय अत्याचार भ्रष्टाचार घुसखोरी जति छन् उनीहरूलाई कब्जा गरेर हामी एक ठाउँमा हाल्नुपर्छ र अनि मात्र देशको आमूल परिवर्तन गर्न सकिन्छ भन्ने जो हजुरहरूले पनि भन्नुभयो मेरो पनि त्यसमा साथ छ किन साथ छ भने यो देशलाई परिवर्तन गर्नको निम्ति
न बुढाले गर्न सके न युवकले गर्न सके। त्यो भएको कारणले हामी जो जेन्जी पुस्ताहरू जो छौँ त्यो जेन्जी पुस्ताहरूले तपाईँको के भने देशलाई आमूल परिवर्तन गर्नुपर्छ। मेरो भनाइ पनि यही अन्त्यले गर्दै म पनि बिदा हुन्छु।